म ब्रस गरिरहेछ। अब हामी कुवामा जाउँ। टक्क ल्याएर टक्क कुवा। यो चाहिँ कुवा हो। यहाँको पानी यस्तो राम्रो छ, यस्तो दामी यार। पानी पनि सङ्लो। अनि यो चाहिँ अचम्म छ भने कुवाको पानी त्यस्तै हुन्छ कि खोइ मलाई थाहा भएन होइन। जाडोमा तातो होइन, जाडो मौसममा तातो, अनि गर्मी मौसममा चाहिँ यो शीतल हुन्छ भने चिसो हुन्छ। त्यही भएर पानी खानु कुवाको, कुरा सुन्नु बुढाको भन्नुको कारण हो रहेछ कि कुवाको पानी खानु स्वास्थ्यको लागि पनि राम्रो हो। कुरो सुन्नु बुढाको भन्नुको कारण बुढाहरूसँग अनुभव हुन्छ कि, पाएको मान्छेसँग अनुभव हुन्छ। त्यही भएर साथीहरू अर्ग्यानिक ओरिजिनल दिइहाले त, दिइहाले त, केटाले दिइहाल्यो। अब मुख धुन्छु म है त। अब यसलाई चाहिँ कहाँ राखौँ त, यसलाई कहाँ राखौँ?